हेर न हेर यो बागमती पुलमाथि कति राम्रा गाडीहरू गुडेकै रहर लाग्दा हेरो हेरो लाग्ने है हेरे हेरे राम्रा गाडीहरू पुलमुनि चेर न कस्तो फोर्च्या गनाउने बागमती शहर राम्रो हुनलाई त यहाँको नदी नाला पनि सफा हुनु पर्यो नि के शहरीकरणमा हाम्रो सभ्यताले स्थान पाएको छ त बागमती सभ्यता संरक्षणका लागि नेपाल वातावरण पत्रकार समूहको अभियान सफा थियो श्रद्धा थियो बग्दै बित्यो पलकती सफा थियो श्रद्धा थियो बग्दै बित्यो पलकती मान्छेसँग रिसाएको स्थिर बिजोग बागमती मान्छेसँग रिसाएको स्थिर बिजोग बागमती बागमती सफाईमा सहभागी बन्दै आउनुभएका नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेललाई यसको प्रगति विवरण सहित हाजिर हुन सर्वोच्च अदालतले आदेश दिएको छ। बागमती नदीलाई प्रदूषण मुक्त बनाउनु पर्ने माग गर्दै दायर गरिएको रिटमा अदालतले मुख्य सचिव सहित सरकार राख्ने सरकारी निकायका 13 कर्मचारीहरूलाई उपस्थित हुन आदेश दिएको हो। अदालतमा चाहिँ प्रस्तुत हुन जानुपर्ने तयारी त गरिराख्नु भएको छ। यही हो नि अदालतको प्रस्तुतिको तयारी सबैभन्दा प्र्याक्टिकल तयारी यही हो होइन। सफा गरेपछि त्यो चाहिँ छ। अरू अब कागजी तयारी गर्ने काम त त्यो कागज गर्ने कानुनका काम मान्छेहरूले गर्छन्। मेरा अग्रजहरूलाई लागेको मुद्दाको विरासत बोकेको त्यो चाहिँ मुद्दा 4-5 वर्षै पुरानो मुद्दा हो। अनि नेपाल सरकारका विभिन्न निकायहरूलाई लागेको अनि त्यसमा मुख्य सचिव पनि थियो। मेरा अग्रजहरूले कागजमा मात्रै उत्तर दिनुभयो, मैले चाहिँ यहाँ फिल्डमै आएर उत्तर दिन लागेको। यो 2058 सालमा परेको रिटकै निरन्तरता हो। फोहोर व्यवस्थापनका नाममा उपत्यकाका नगरपालिकाहरूले बागमती र विष्णुमती किनारमा फोहोर थन्क्याउने र ढललाई सोझै नदीमा मिसाउन थालेपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। जनहित संरक्षण मञ्चका तर्फबाट प्रकाश मणि शर्मा लगायतले दायर गरेको रिटको माग बमोजिम सर्वोच्चले यस अघि पनि सरकारी निकायहरूलाई परमादेश र आदेश जारी गरेको थियो। सर्वोच्चले दिएका आदेशको कार्यान्वयन फितलो भएपछि 2068 मा पुनः शर्मा लगायतले रिट दायर गर्नुभएको हो। जितना व्यक्ति स्वार्थी हो जाता है, सिर्फ अपने बारे में सोचता है, गंदगी फैलाता है। जितना व्यक्ति सेवा में जुड़ता है उतना वो स्वच्छ होता है, साफ होता है अंदर से भी और बाहर से भी सफाई में लगे हुए हैं। अहिले हामी बागमतीको मिनभवन पुल मुनि छौं। साप्ताहिक सफाई सुरु भएको 37औं हप्ता पुगेको दिन आज बागमती र विष्णुमतीका विभिन्न 3 स्थानहरूमा सरसफाई चलिरहेको छ। यात्राको पहिलो खण्डमा बागमतीमा चलिरहेको साप्ताहिक सरसफाईकै कुरा गर्नेछौं। अघिल्लो पटक आर्ट अफ लिभिङका संस्थापक श्री रविशंकरज्यूको आगमनले तरंगित बनेको बागमती सफाई अभियानले यस पटक भने अध्यात्म साधिका डाक्टर बागेश्वरी देवीजीको साथ पायो। A lot of rivers in the whole world are being badly polluted, and the Shiv Ganga of Nepal, Bagmati, is no exception. The river has become unfit even for animals to drink, because Bagmati is not just a river, it's more than that. It has a religious significance for devout people. So I'm definitely sure that with your determined, your dedicated and sincere efforts, this river will once again occupy its highest place in Nepal and will again be clean and pure as it originally was. You know that Bhagmati is the Ganga of Nepal because
बागमती नदी र उपत्यकाका सभ्यताबारे बागेश्वरी देवीजीको प्रवचन सुनिसकेपछि सफाईका अभियन्ताहरू सधैँझै सफाईमा सक्रिय भएका थिए। यस क्रममा हामी नदी किनार र जीवन बीचको अन्तर सम्बन्धका बारेमा आएका जनगुनासोमा केन्द्रित भयौं। प्रसङ्ग थियो बागमतीका दुई किनारामा ढल बिछ्याउने क्रममा बनाइएका पर्खालहरूले उत्पन्न गराएको असहजताको। हामी त बागमतीलाई चाहिँ जल भन्छौँ, बागमतीको पानीलाई जल सेचन गर्नका लागि सहज ढङ्गले नदीका हरेक ठाउँमा किनारमा चाहिँ मान्छे जाने वातावरण चाहिँ तपाईँहरूले बनाइदिनुपर्छ भनेको छु। पुलैनिर चाहिँ हुँदैन होला, पुलको प्रोटेक्सनका लागि पनि ठुल्ठुला वाल लाउनुपर्छ। अरू त हामी बनाउँछौँ भनिरहनु भएको छ उहाँहरूले। अहिले बनाइरहेका स्ट्रक्चरहरूसँग म आफै पनि पूर्ण सन्तुष्ट छैन र उहाँहरूलाई करेक्सन गर्नको लागि निरन्तर दबाब दिइरहेको छु। यसले सम्भवतः उहाँहरूले ठुलो पर्खाल लगाउन लागेको भए अलिक सानो बनाउनलाई उहाँहरूलाई एउटा प्रेसर पनि हुन्छ। बस्तीमा जानलाई अब बाटो पनि हामीलाई बनाउनु परेको छ, अनि बस्तीबाट आउने ढल पनि बनाउनु परेको छ र अनि पानीलाई पनि बाटो दिनु परेको छ। त्यसकारण अहिले अब नदी र मानिस दुवैको लागि चाहिँ हामीले यो बागमती सुधारको लागि चाहिँ दुवै पक्षकोलाई विचार गरेर यो काम गर्नुपर्ने हुनाले हामीले चाहिँ अब यसमा केही नयाँ चाहिँ एउटा चाहिँ सुधारका कामहरू गरेको। अब नदीको किनारमा विभिन्न खालका चाहिँ स्थानहरू छन्, कहीँ चाहिँ घाटहरू छन्, कुनै त्यो मन्दिरहरू छन्। त्यस्ता ठाउँमा नदीमा जानलाई हामीले केही त्यो खुड्किलाहरू स्टेपहरू बनाउँछौँ, नबनाउने होइन, त्यो बनाउँछौँ र तर यो सबै ठाउँमा त्यतिकै आवश्यक पर्दैन। र हाम्रा पुराना चाहिँ घाटहरू पनि ती घाटहरूलाई त हामी जस्ताको तस्तै राख्छौँ, त्यहाँ कुनै बाटो पनि बनाउँदैन हामी। जस्तो चाहिँ शङ्खमूलदेखि लिएर सुन्दरी घाटसम्मको क्षेत्रमा चाहिँ त्यहाँ यति असङ्ख्य घाटहरू छन् भने त्यहाँ हामीले चाहिँ त्यहाँ घाटको छेउछाउ बाटो साटो कुनै बनाउँदा हामी त्यसलाई चाहिँ एउटा फ्लड प्लेनको रूपमै राख्छौँ। त्यसले गर्दा अहिले चाहिँ सहरवासीमा विभिन्न किसिमको जिज्ञासाहरू चाहिँ छ। हामीले अब सबै कुरा चाहिँ स्पष्ट रूपमा यो देखाउन चाहिँ नसकेको हुनाले यो जिज्ञासा आएको हो। तर अब हामी खण्ड खण्ड गरेर यो जुन काम गर्दै जान्छौँ, जब देखिन्छ त्यो मोडल देखिन्छ, त्यसपछि चाहिँ बागमती यस्तो देखिन्छ आफ्नै आँखाले देख्न सकिन्छ। यसपछि भने हामी बागमती सफाईको उत्साहजनक प्रसङ्गमा केन्द्रित भयौं। बागमती सफाईको 37औं हप्ताबाट काठमाडौँ इन्जिनियरिङ कलेजले पनि आफूलाई सफाईमा जोडेको छ। कलेजले थापाथलीदेखि टेकु दोभानसम्म बागमतीको दुवै किनारमा सफाईको जिम्मा लिएर सफाई अभियानमा नयाँ उत्साह थपिदिएको छ। यो फोहोर देखेर आत्तिनु भएको त छैन? छैन। यो चाहिँ हामी चाहिँ कस्तो भने यो इन्जिनियरिङ चाहिँ पेसा हो, हामीले चाहिँ सोसाइटीलाई चाहिँ केही योगदान गर्नुपर्छ। सफाईमा सहभागी भएको पहिलो दिन नै कलेजका सफाईकर्ताहरूले हिन्दूहरूको कार्यसिद्धिका प्रतीक मानिने गणेशको मूर्तिलाई बागमतीको ढलयुक्त फोहोर पानीबाट उद्धार गरेका छन्। यो दृश्यले उद्देश्य प्राप्तिका लागि पुजिने तिनै देवताहरूलाई गरिएको व्यवस्थाले मानिसभित्र रहेको स्वार्थी मनोवृत्तिलाई व्यङ्ग्य गरिरहेको थियो। काठमाडौँ महानगरपालिका भने विष्णुमतीको साप्ताहिक सफाईका क्रममा शोभा भगवती खण्डमा केन्द्रित रहेको थियो। माघ 16 गते पर्ने शहीद दिवसलाई लक्षित गरेर यो खण्डलाई रोजिएको हो। काठमाडौँभित्रका नदी सभ्यताका रूपमा बगिरहेका बागमती र विष्णुमती नदीलाई सफाई गर्ने अभियानमा हामी चाहिँ क्रियाशील छौँ। हाम्रो नदी सभ्यता हाम्रो सहरको पहिचान भएको हुनाले हामी सबैले यो आफ्नो सहरको बीचमा बगेको नदीमा फोहोर नफाल्ने, हामी हिँड्ने सडकहरूमा चाहिँ जथाभावी फोहोर नफाल्ने एउटा अभियान गरेर चाहिँ नागरिक र एउटा स्थानीय निकायको बीचमा एउटा साझा अभियानले चाहिँ हामी नदीहरू सफा गर्न सक्छौँ, हाम्रो सहर सफा गर्न सक्छौँ। हाम्रो सहर सफा सहर हाम्रो रहर भन्ने जुन अभियान हामीले चलाउन सक्छौँ, यसलाई यहाँहरूको ठुलो योगदान पुग्नेछ भन्ने हामीले आशा र अपेक्षा गरेका छौँ। विष्णुमतीको साप्ताहिक सफाईमा पछिल्लो समयमा सहभागिता बढ्दै गएको छ। यो सबै हामीले नै गर्नुपर्छ, हामीले नगरे कसले गर्ने त? सबैले मिलेर गर्नुपर्छ। एकजनाले हात उठाएपछि अरूले उठाउँछन्। त्यसैले म सबैलाई रिक्वेस्ट गर्छु प्लिज सफा गरिदिनु होला। म सबै काठमाडौँ बासिन्दालाई यो भन्न चाहन्छु कि किन हामी एउटा बिजी स्केड्युलबाट एक दिन 1-2 घन्टा निकालेर विष्णुमती र बागमती सफाई कार्यक्रममा जुटौँ। आजदेखि भनिन्छ नि इट्स नेभर टु लेट भनेको जस्तै आजदेखि
आऊ अगाडि बढौँ र सफा गरौँ। सधैँ अरूले आएर हाम्रो घर दैलो सरसफा गरिदिँदैनन्। यो त तपाईँहरूलाई मनमा लुकेर बसेको स्वच्छ भावनालाई जगाउनलाई हामी मात्रै आएका हौँ। तपाईँहरूलाई शिक्षा जुन बन्द भएर तपाईँले आफूभित्रको शिक्षा बन्द गरेर राख्नु भएको छ त्यसलाई मात्रै हामीले जगाउन आएका हौँ कि तपाईँहरू जाग्नुहोस्, तपाईँहरूको घर आँगन तपाईँहरू स्वयंले सफा गर्नुपर्छ। यसअघि माघ 8 गते बुधबार काठमाडौँ महानगरपालिकाले सफाई अभियान सञ्चालन भइरहेका बागमती किनारको अवस्थाबारे अनुगमन गरेको थियो। यो टुङ्गा मेरो हो भनेर यो प्रुफ गर्नुस् न पहिला। टुङ्गा अन्त पनि आउँछ नि त, बाहिरबाट नै आउँछ नि। बाहिरबाट आउँछ। तिम्रो पसल त्यहाँ टुङ्गा राख्ने छोरा ल्याएर फाल्ने होइन भने त गाडीमा तिमीले फाल्यो होइन, यो तिमीले नै फाल्यो होइन। प्रुफ गराउनुस्, यो मैले फाले भने तिम्रो पसलको मैले फाले भने प्रुफ गराउनुस्। मेरोमा हुँदा भने अरूको त यो फोहोर पनि मैले फाले हो त। तुम्बाको छोरा तिमीले फाल्यो। यहाँ सुन्नुस्, त्यो सबैले आरोप लाउनु। मेरोमा त छ तुम्बा, जब हामी यहाँ मिनमोहनतिर आइपुग्दाखेरि चाहिँ के समस्या देख्यो भने त्यहाँ ब्याग नजाँदाखेरि त्यहाँ प्लास्टिक र अन्य फोहोरहरू पनि त्यहाँ भेटियो, जसले गर्दाखेरि हामीलाई पहिला गरेका कार्यहरूमा चाहिँ अलिकति अनुगम बढाउनु पर्छ जस्तो लाग्यो। हामी मान्छे ल्याएर दिनभरि सफा गर्ने अनि पुल सफा गर्न आउँछ त्यो त म पनि त्यहाँ सधैँ बसिराखेको हुन्छु। अब हामीले चाहिँ अब टाइम नदिए भुजेश्वरीदेखि तिलगङ्गासम्म गरिएको अनुगमनलाई महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले अगुवाई गर्नुभएको थियो। हेर न हेर, यो बागमती पुलमाथि कति राम्रा गाडीहरू गुडेका है। रहर लाग्दा हेरु लाग्ने है। हेरे हेरे राम्रा गाडीहरू पुलमुनि चेर न कस्तो फोर्च्या गनाउने बागमती। सहर राम्रो हुनलाई त यहाँको नदी नाला पनि सफा हुनु पर्यो नि। के शहरीकरणमा हाम्रो सभ्यताले स्थान पाएको छ त? बागमती सभ्यता संरक्षणका लागि नेपाल वातावरण पत्रकार समूहको अभियान।